ल मित्रहरू, म चाहिँ फाइनली आज यहाँनिर ड्राइगन फ्रुट फार्म हेर्नु आएको छु। धेरै पहिलादेखिको मेरो चाहिँ चाहना हो कि यहाँनिर चाहिँ म चाहिँ यो फार्म डुल्नु आउनुको लागि मेरो एउटा उद्देश्य थियो। यो फार्म चाहिँ हेर्नु पर्यो जसरी भए पनि भनेर मलाई एकदम मन परेको क्या। यो एउटा चाहना हुँदो रहेछ मान्छेलाई चाहिँ फार्महरू घुम्ने, एग्रिकल्चर प्लान्टेसन फार्महरू घुम्नुको लागि। म चाहिँ यहाँनिर ड्राइगन फ्रुट यसरी एउटा फ्रुट फार्ममा आएको छु। कसरी चाहिँ खेती गरिँदो रहेछ भनेर चाहिँ म यो हेर्नुको लागि यहाँनिर आएको छु मित्रहरू। ल यसरी खेती गरिँदो रहेछ। यहाँ चाहिँ धेरै क्षेत्रफलमा लाइएको रहेछ। यसरी लाइएको रहेछ। एउटा पोलमा 3टा मात्रै राखिएको रहेछ। ल मित्रहरू, ल हेर्नुहोस् ड्राइगन फ्रुट फार्म। मलाई पनि एउटा चाहना छ कि यो फ्रुट फार्ममा काम गर्नु, फ्रुट फार्म हेर्नुको लागि एउटा चाहना हो। ल हेर्नुहोस् त मित्रहरू, ड्राइगन फ्रुट आम्मामा यस्तो दामी छ, यति राम्रो छ यो ड्राइगन फ्रुट। कुन जातको हो मान्छेहरू हुनुहुन्न रहेछ, घरवाला मान्छेहरू चाहिँ कहाँ बेमा जानुभयो भन्नुहुन्छ। एकजना आमा हुनुहुन्थ्यो, आमाले चाहिँ मलाई त्यसो भन्नुभयो। अनि मलाई चाहिँ फर्म डुलाइदिनु न भनेको, मैले चाहिँ गएर आफै हेर्नुहोस् न भन्नुभयो। अनि म चाहिँ यो फर्म हेर्नु आएको, आफै हेर्नु आएको। यस्तो राम्रो रहेछ ड्राइगन फ्रुट फार्म। आम्मामा यस्तो गजबको रहेछ। ल हेर्नुहोस् मित्रहरू, यो कुन जात हो? मलेसियन सी भेराइटी जस्तो मलाई चाहिँ लाग्छ। मलेसियन सी भेराइटी हो कि कुन खालको हो? अब अहिले चाहिँ आज चाहिँ मङ्सिर महिनाको 28 गते हो। मङ्सिर महिनाको 28 गते हो। फलहरू सबै टिपिसकेको छ, हार्भेस्ट भइसकेको हो। यो चाहिँ यो चाहिँ हार्भेस्ट भइसकेको हो। अब आगामी सालमा फल्छ। यो जेठतिरदेखि फल्नु सुरु हुन्छ। जेठतिरदेखि फल्नु सुरु भएको यो जेठदेखि असोज कार्तिकसम्म फल्छ। यो चाहिँ यहाँ चाहिँ एउटा पनि फल रहेन रहेछ, सब सिद्धिएको रहेछ, हार्भेस्ट भइसकेको रहेछ मित्रहरू। मलाई चाहिँ एउटा चाहना हो कि एग्रिकल्चर प्लान्टेसन फर्महरू डुल्ने। मेरो जस्तै कफीको फर्म छ नि त, हो त्यस्तै यो चाहिँ ड्राइगन फ्रुट यहाँनिर चाहिँ चराले खाएछ, सबै गुदी खाइसकेछ। एउटा फलेको थिएछ, चराले निकालमा खाइहाल्दो रहेछ क्या मित्रहरू। अब यसको यो कुन जातको हो? मलाई यो जुन यसको धनीसँग चाहिँ भेटेर चाहिँ यो इजरायली येल्लो चाहिँ मलाई त्यसको बिरुवा चाहिँ लानु मन थियो, तर यहाँ पनि खाएछ मित्रहरू। ल सानो फलेको रहेछ, खाएछ। अन्तिमको त एउटै बाँकी नराख्दो रहेछ नि त चराले। भित्रको गुदी सब खाँदो रहेछ। सानो इजरायली येल्लो चाहिँ मलाई नि मन परेको थियो। यो कुन खालको हो? यसको फल हेर्दा त यो त मलेसियन सी भेराइटी जस्तै छ, स्याम रेड जस्तो फल हेर्दा चाहिँ। र यस्तो राम्रो छ कि ड्राइगन फ्रुट फार्म। आम्मा कति हेरुङ लाग्दो। यो अन्त यो चाहिँ बिचमा गाडीहरू ल्याउनुको लागि, ट्र्याक्टरहरू ल्याउनुको लागि, मलको लागि यो चाहिँ यसरी, यो चाहिँ रोड हो। अनि यता भर्खरै मिरमिरे घाम झुल्किँदैछ यताबाट। यहाँ चाहिँ म चाहिँ बिहानै आज अलिकति छिटै आएको, किन भन्दा मेरो झुम्कामा एउटा ट्रेनिङ, यस्तै फुड सम्बन्धीको एउटा ट्रेनिङ छ, ट्रेनिङ चलिराखेको छ। म त्यो ट्रेनिङ हेर्नुको लागि चाहिँ झुम्का जाँदा चाहिँ यहाँको एउटा फर्म भिजिट गरौँ न त भन्ने
विचार भएर चाहिँ यसरी फर्महरू हेर्नु आएको मित्रहरू। यस्तो राम्रो छ कि प्लान्टेसन प्लान्टहरू एग्रिकल्चरको। यो कुन जात हो जात चाहिँ कुन हो मलाई चाहिँ बहुत मन पर्यो। यसको बोटहरू सप्रेको देख्दाखेरि हेर्दाखेरि आनन्द आउनेछ। पोल पनि होचो राख्दो रहेछ क्या। मैले पो 2-4 बोट रोपेकोमा अग्लो राखेछु। लास्ट महिनाको चाहिँ सबै तर चराले खाइसक्दो रहेछ मित्रहरू। यसरी चराले खाइहाल्दो रहेछ। एउटै पनि बाँकी राखेको रहेन रहेछ। अब घरवालालाई के अरे एग्री फर्मवालै मान्छे भेटे त इन्टरभ्यू लिनु पनि हुन्थ्यो। छैन रहेछ मित्रहरू फर्मवाला मान्छे चाहिँ। खै कहाँ बेच अरे अनि जानुभयो अरे। घरमा एकजना बुढी आमा हुनुहुन्थ्यो, उहाँले त्यसो भन्दै हुनुहुन्थ्यो। यसरी आउँदो रहेछ। कत्रो फर्म छ यो। कति बिगामा फैलिएको होला यो फर्म। मलाई चाहिँ लास्टै गजब लाग्यो यो फर्म हेर्दाखेरि। यति राम्रो छ। बोट त एउटा दुईटा रोप्दा पनि 2टा मात्रै बोटले पनि यति राम्रो यति ठुल्ठुलो झ्याङ हुँदो रहेछ यसको। अचम्मै छ। यिनीहरू सब विदेशी फुल विदेशी फ्रुटहरू हो। हेर्नुहोस् ल मित्रहरू यहाँ पर कस्तो छ। आम्मामामा ड्राइगन फ्रुट मिरमिरे झुल्के घाममा म चाहिँ हेर्नु आएको। यसरी कस्तो गजबको छ ल हेर्नु त। कस्तो मजाले चाहिँ यसको चाहिँ खेती लाएको। आम्मामा ल हेर्नुहोस् मित्रहरू।